साथीहरु नमस्ते सबैलाई। तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै हुन्छ भन्ने म आशा राख्दछु। अनि साथी हामी पनि सन्चै छु। हामी चाहिँ बजार गएको। कहाँ हो? तुलसी बजार गएको साथीहरु। तपाईहरुलाई तुलसी बजार देखाइदिन्छु है। लङ्कापाडाको तुलसी बजार। बजारमा के पाउँछ म तपाईहरुलाई सबै देखाइदिन्छु है। यहाँ चाहिँ हामी चाहिँ अहिले सर्टकट भएर जाँदैछु। उता चाहिँ मेन रोड हो, त्यहाँबाट चाहिँ अलिक लामो पर्छ क्या बाटो। अनि हामी चाहिँ सर्टकट भएर जाँदैछु किनकि घर छिटो पुग्नु छ साथीहरु। हामीलाई घरमा पानी पनि आउने बेला भएको छ क्या। आज चाहिँ पानी दिने दिन हो, त्यही भएर सबै के अरे सौदा सबै गरेर आउने हो। हजुर, यो 3-4टा झोला छ, सबैमा एकदम ल्याउने छ साथीहरु। हाम्रो गाउँघरमा त यसरी पो जान्छ है सौदा गर्नु त। टाउकोमा पो बोक्नुपर्छ त अलिक। पुग्यो हामी। अब हामी सौदा गर्ने हो। दिदीले के लाने हो सब्जीहरु हेर्नुहोस् साथीहरु। म तपाईलाई सबै देखाइदिन्छु है। अब के लानु हो? यता जाउँ न। गाइस हामी चाहिँ जुलापी खानु गएको अब। यहाँ चाहिँ हाम्रो काका आउनु भएको छ सब्जी गर्नु। हाई भनिदिनु। सब्जी बनाउनु भएको? सब्जी भर्खर हामी त जुलापी खानु गएको। होइन तेरो यहाँ चाहिँ जुलापी पाउँछ। ल मिठाई खानु, मिठाई खुवाइदेऊ हामीलाई। YouTube में देखा चला के जुलापी दिनु न। हामी त जुलापी खान आएको। साथीहरु जुलापी खानु छ भने बहिनीको दोकानमा आउनु है, दामी पाउँछ। जुलापी खानु हेर्नु हाम्रो दिदीले आलु लाँदैछ। कति किलो लाने दी? 10 किलो लाने आलु? कसरी छ आलु चाहिँ? साथीहरु हेर्नुहोस् तुलसीपाडा बजार यो हेर्नुहोस्। त्यो सबै पाइन्छ साथीहरु। अरे तो उलाई साथीहरु माछा मार्नु गएको छ। कसरी हो माछा? के माछा लाग्छ? भेट्की पनि छ। के अरे माछाको नाम? भेट्की, रुई। कुन चाहिँ मिटकी चाहिँ? भेट्की यो छ, यो फुलबर्कै यो रुई। दिदी यो लानु न रुई माछा। रुई माछा लानु। माछा ओए काँडा हुन्छ हैन पुरासमा?
हामीले पान किनेको छ पान देखाउनु न पान कति लोएको ओजनमा चाहिँ दिदीलाई मार्नु सक्दैन है दोकानदार हो त ठिक्क थाहा पाउँछ क्या अब तिमीले दियो यहाँ हेर्नु त्यहाँ त मलाई त अलिक साथीहरू माछाहरू लिन्छ भने दादाको दोकानमा आउनु है राम्रो पाउँछ फ्रेस फ्रेस है दा राम्रो पाउँछ होइन भाइ राम्रो दिदी नेक्स्ट टाइम आए पनि मेरोबाट पैसा ल्याउनु भयो त हुन्छ यो चाहिँ यहाँ भाइले चाहिँ फ्रेस फ्रेस ल्याउँदो रहेछ माछा हो आउने हप्ता 1 किलो लानु पर्यो दिदी यस्तो फाप्नु साथी हो तुलसीपाडा बजार सक्यो हामी चाहिँ बजार गरिसकेको यहाँ भाइ तिमी होइन पहिला म सन्जय सिंह